सो अब एउटा सानो दुःख यसो पोख्नको लागि आउँदैछु म चाहिँ होइन। अलमोस्ट हामीले 1 बजीतिर रेकर्ड गर्न सुरु गरेको, 1 बजेर 2 बजीतिर चाहिँ ल रेकर्ड सक्यो। अब आजलाई घाँटी पनि दुख्यो, अनि अब क्लोज गरौँ भनेर निक्लेर हेर्दाखेरि त क्यामेरा त अनै भएको छैन। मेरो पर्सेप्सनबाट चाहिँ मैले उसलाई दोष दिइरहेको छु होइन। तर ऊ पनि उठेर गएको चाहिँ थिएन। तर यो गऱ्यो चाहिँ कसले क्या, 2 सेकेन्ड चाहिँ रेकर्ड भएको छ, 2-3 सेकेन्ड, आई मिन 3 मिनट चाहिँ रेकर्ड भएको छ होइन, 3 मिनट जति रेकर्ड भएको छ। त्यस पछाडि कुनै पनि रेकर्ड भएको छैन क्या, 39 मिनट चाहिँ रेकर्ड भएको छैन क्या। अनि हामी कुरा गऱ्यौँ अब ब्याट्री हेरौँ, ब्याट्री पनि फुल छ, स्टोरेज पनि फुल छ, एभ्रिथिङ फिट एन्ड फाइन, तर रेकर्ड भएको छैन। तर मैले चाहिँ के भनेको थिएँ नि, अब आज नगरौँ। उसले चाहिँ स्टार्टिङदेखि के भने, उसले स्टार्टिङदेखि के भनेको थियो नि, आज नगर्ने, मैले कपडा राम्रो लगाएको छैन, मेरो फेस राम्रो छैन, मेरो के मिले छैन। अनि मैले चाहिँ त्यही कारणले गर्दाखेरि उसलाई दोष दिएको कि उसैले बन्द गर्यो काहीँ न काहीँ। गलत त सबै मै नै रहेछु, तर गलत त मैले त के त्यो एउटा थेमा थियो नि, कसले भनेको थियो सबै गलत त मै नै रहेछु। तर मेरो चाहिँ त्यस्तो कन्सेप्ट चाहिँ थिएन होइन। मेरो चाहिँ के थियो भने अब अलिकति भएन, अब ट्रेडिसनल धेरै भइसक्यो होइन मेरो, मैले केही पनि लाग्छ नि त। अब यो त केही लागेन, नाङ्गै बसिरहेको छ, केही लागेन उसले। तिमीले भन्थ्यौ नि नेपाली मैले त भने अब तिमीले नटेरेपछि भन्छ सानाको म उहाँदेखि यहाँसम्म आउँछु भने, कहाँ लाउँछौ त, यहीँ लिएर आऊ, यहाँ लाऊ भने त अनि मैले। तर मलाई चाहिँ लास्टै नै रिस उठ्यो क्या कसम। मलाई त्यत्रो धेरै घाँटी दुखी म घाँटीको कस्तो समस्या, घाँटी दुखी बोल्या गाइस। म चाहिँ अब घर गएको लास्टमा रेकर्डै भएन भए म यति मोटो छु भने मैले सोचेँ तिमी मलाई मोटो देख्यो है। तिमी लास्टै मोटाएछौ। अब खाना पाएको छ, लाउनु पाएको छ, ऋण तिर्यो नि त गाइस। ऋण तिरे, अनि ऋण पनि तिरे, त्यस्तो अजकल्टो पाराले ऋण तिर्ने हो। म भए त झुन्डेर मर्थेँ। तिमीले अनुसार दिऊ, तिमीले पनि मलाई 500 दिएको थियो, 2 महिनापछि 500, त्यसपछि 1 वर्षपछि त्यसै दिऊ, त्यसै दिनमा त लान्छु फेरि यो पैसा। बट आई एम भेरी गाइस, त्यही भएर होइन क्यास पैसा के यहाँ छ, हरियो नोट हेर्नु। तिमीले 100को नोट कहिले देखाएको थियो यति धेरै हो, कहिले देखाएको थिएन। अनि तिमीले जाने यस्तो 100को नोट गाइस मैले नखाइकन बचाएको पैसा यो होइन। म बिचरा म एज अ स्टुडेन्ट भयो, मैले काम गर्न लागेँ 1 महिना पनि भएको छैन, त्यो चाहिँ पुरा पैसा आएको छ गाइस होइन। अनि त्यसपछि आएर मैले त 700 रुपियाँ त रुमको भाडै तिर्छु क्या गाइस। तिमीले तिर्छ, हामी 8 त तिमी त एज अ नर्स त तिर्हाल्छौ नि, हामी त छैन नि त। तर मलाई अनि यत्रो बेरसम्म चाहिँ रेकर्ड भइरहेछ होइन, अहिलेसम्म चाहिँ नखाइ गरेर पैसा तिरेर उसलाई एक मुष्ट ल्याएर दिए, बाँकी चाहिँ के छ भने पैसा त्यो बुकको छ के, कति रे 50 रुपियाँ होइन, 50 रुपियाँ गिफ्ट या उम्न। अब यो पनि नक्कली हो कि जस्तो लाग्न थाल्छ। इसके इतना हाउस ओके या दिस इज भेरी कसरी चाहिँ यो मान्छेले चाहिँ गरेछ कि जस्तो लाग्यो मलाई। कसरी गरेछ न त, त्यो कसरी बन्द भयो त, अहिले बन्द हुँदा अहिले नै हुनुपर्ने। फ्रन्ट गर्दा क्यामेरा ओ